यदि आज परमाणु युद्ध सुरु भयो भने के तपाईलाई थाहा छ विश्वमा कति देशसँग परमाणु हतियार छन्? सन् 2026 सम्म विश्वमा जम्मा 9 देशसँग परमाणु हतियार रहेको अनुमान गरिएको छ। सबैभन्दा धेरै परमाणु हतियार भएको देश हो रुस। रुससँग करिब 5000 भन्दा बढी परमाणु वारहेड छन्। दोस्रो स्थानमा संयुक्त राज्य अमेरिका छ। अमेरिकासँग पनि करिब 5000 भन्दा बढी परमाणु हतियार छन्। तेस्रो स्थानमा चीन छ, जससँग 600 भन्दा बढी परमाणु हतियार रहेको अनुमान गरिएको छ। त्यसपछि फ्रान्स, युनाइटेड किंगडम, भारत र पाकिस्तान पनि परमाणु शक्ति भएका देशहरू हुन्। इजरायलसँग पनि गोप्य रूपमा परमाणु हतियार भएको विश्वास गरिन्छ। र अन्तिममा उत्तर कोरिया, जसले पछिल्ला वर्षहरूमा धेरै परीक्षण गरेको छ। यदि एउटा शक्तिशाली परमाणु बम शहरमा खस्यो भने केवल केही सेकेन्डमै हजारौं भवन नष्ट हुन सक्छन् र दर्जनौं किलोमिटर क्षेत्र प्रभावित हुन सक्छ। यसैले परमाणु हतियारलाई मानव इतिहासको सबैभन्दा खतरनाक हतियार मानिन्छ। यस्ता रोचक विश्व तथ्यहरू जान्न हाम्रो च्यानललाई फलो गर्न नबिर्सनुहोस्।